Village life. यस्तो भाइ हुर्केको नानीहरू चाहिँ यस्तो तक देख्छ यसमा एकपल्ट स्मुथ ल स्मुथ अब हामी अझै सकेको छैन गाउँ यो चाहिँ गुल्माको सबैभन्दा क्युटेस्ट गाउँ अरे होइन अहिले भनेको होइन म तपाईँलाई त्यो गाउँको म तपाईँलाई टुर गराउँछु आउने बित्तिकै कालो कुकुरले वेलकम गर्छ साइडमा छ तपाईँको मन्दिर होइन अन्त सानो सानो क्युट क्युट घर देख्छ तपाईँले साइड साइडमा सबैजना पुरा कम्युनिटी मिलेर बस्छ अरे अन्त मजा आउँछ यो चाहिँ मेरो आज टुर गाइड हो जसले मलाई यो देखाउँदैछ यो गाउँको नाम के हो वाउ यहाँ हेर्नुहोस् त यसरी भिलेज फिल लिनु सक्नुहुन्छ किनभने यहाँ मकै मकै रोपेको रहेछ भिलेज लाइफ यस्तो एरियामा बसेर चाहिँ तपाईँलाई त उयो हुँदैन नि हेर्नुहोस् यहाँ क्युट क्युट घर छ चोरको डर हुँदैन है यो हो नि प्रपर भिलेज यो हो नि खास लाइफ चाहिँ बेसी सिटी लाइफ भन्छ कि तर यहाँको मान्छेहरूको लाइफ र हाम्रो लाइफस्टाइलै मिल्दैन यहाँ हेर्नुहोस् तपाईँले मनी प्लान्ट यो मनी प्लान्ट त हो त यो मजाले यसरी खेलिरहेको पक्रिदियो मैले भन्नु खोजेको कस्तो खालको थियो कति सेफ हुन्छ यहाँ कति क्युट है यहाँ ग्राउन्ड होइन नानीहरूको चाहिँ छ यहाँ यही रोडमा त एकदम गाडी आउँदैन हो स्कुल छ नि यसमा चाहिँ लक गर्छ हामी छोरी दिँदै हाम्रो पनि घरि यहाँ यसो छानाको भएको मजा आउँथ्यो रहेछ है मजा आउँथ्यो त भन्यो त बाबुले एक्लै छोरी जाँदा पनि तर यो गुल्मा टी स्टेटवालाकै होला नि त भनेको तपाईँको बिल्डिङ छ नि तिनीहरू पनि यसरी उयो भएर बस्दैन हौ मिलेर के हामी यहाँ आउँथ्यो पहिला ड्राइभ गर्नु लागि यही जग्गामा हामीलाई एकदम के अरे हाम्रो ड्राइभर सर एकदम मान्छे दादाले ब्याक गर रिभर्स गर भनेर आफै सबै गाडी चलाइदिन्थ्यो त्यही कारणले हामी ड्राइभिङ सिकेर बस्छ राम्ररी त्यही मनपर्छ यहाँ डाउन टु अर्थ पर्सन ऊ चाहिँ घरि रुन्छ कि तर जान्दछ ल अन्त है कति दामी है बहिनी जान अगाडि हेर्नुहोस् कस्तो क्युट छ अझै इभिनिङमा पुरा चलपल्ट हुन्छ मान्छेहरू मलाई पुरा याद आउँछ यस्तो जग्गा ACHARY आचार्य हौ बाबा आचार्य निवास हेर्नुहोस् यस्तो कति मजा आउँछ भित्रै पनि गाई यस्तो भाइ हुर्केको नानीहरू चाहिँ अब तपाईँलाई म ग्रिन ल्यान्ड लाँदैछु ग्रिन ल्यान्ड किनकि इट्स अल ग्रिन अन्त ल्यान्डै ल्यान्ड पहाड देखो न जुल्फों से मेरी जुल्फों से अतुल भैया भाभी कितना अच्छा लग रहा है राइडो देखा कितना अच्छा है कहाँ हो यो ये हमारे घर से सिर्फ 10 मिनट दूर है इतना बड़ा सा वो है ग्राउंड है
दामी हे गाइस तपाईलाई यो चाहिँ सिलगढी मान्छेले सिलगढी भन्दा क्राउडेड सोच्छ के तर सिलगढीको मिलन मोड अन्त अलमोस्ट गुल्मामा यति दामी जग्गा पनि छ जहाँ तपाईँले बसेर नि नेचरलाई इन्जोय गर्नु सक्छ रिल्याक्स हुनु सक्छ यसरी रिल बनाउनु सक्छ होइन अन्त यति मजा आउँछ यहाँ बस्नु यो इट्स लाइक अ पिकनिक स्पट रिफ्रेसिङ थेरापी सबै अन्त यति बेसी मजा आउँछ अझै पर देख्यो भने तपाईँले गाईहरू चल्दै गरेर देख्छ होइन कस्तो दामी पो छ त यहाँ कस्तो दामी छ म्यान वी आर लभिङ इट अब टाइम ए हिन्दीमा भन्नुहोस् गाइस अब घर जाने टाइम भयो पछाडिको यता आइज न पछाडिको सनसेट एकदम दामी छ अन्त यो छ यहाँको भ्यू अब हामी घर जान आँटेको यो तपाईँलाई आई होप यो तपाईँलाई गाउँको भिडियो दामी लाग्यो होला सी यू इन माई